ला भइगयो त अनि नमस्ते सबैजनालाई सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै छु अहिले चाहिँ हामी कहाँ जानु लाग्दैछौँ भने हामी चाहिँ यसपालि अब आज पढ्न गएको स्वागत छ तपाईँहरूलाई नयाँ भिडियोमा अनि आज पढ्न गएको 2081 साल फागुन 3 गते होइन भान्जीको शुभ साइतमा गुन्यौचली परेको छ त्यहीको अवसरमा हामी सबैजना माओलीहरू एकजुट भएर पछाडि आउँदै हुन्छ सबजना यता आन्टी कस्तो भइरहेको तपाईँलाई अनि आज माओली भनेर जानु पाउँदाखेरि एकदम धेरै खुसी लागिरहेको सबैकोमा यसै गरेर जान पाऊँ ल धन्यवाद अब आउँदै हुनुहुन्छ यहाँ बाजा गाजाको साइड स्वागत हुँदैछ फेरि माओलीहरूलाई रमाइलो छ यतातिर हुनुहुन्छ बाजा है बाजा बाजा मामा घर चाहिँ यता हो भान्जीको घर चाहिँ उहीँ पर हाम्रो धेरै टाढा छैन हेलो हेलो ब्रदरहरू के छ कस्तो हुँदैछ स्वागत ल डान्स हान्दिउँ न डान्स माओलीलाई स्वागत है हेर्नुहोस् यहाँ हेर्नुहोस् बाजा गाजाको साइड नाच्नु पर्यो नि मामाहरू हेर्छ यता हुनुहुन्छ हाम्रो ठुल्बा हेलो भनिदिनु अनि आज हामी कहाँ जाँदैछौँ रे आज हामी गुन्यौचलीमा जाँदैछौँ सब एकजुट भएर हिँड्ने रमाइलो भइरहेको ठुल्बाको कुरा सुन्नुहोस् बाजाको धुन सुन्नु बाजाको यता छ फेरि हाम्रो दाजुभाइहरू पछाडि आउँदै हुनुहुन्छ
मात्रै गर्ने होइन कि भाइ विधिपूर्वक अनुसार काम नै गर्छ कि काम दिनुपर्छ भयो भने अहिले चाहिँ माओलीहरूलाई अब स्वागत भइरहेको छ होइन हेर्दै गर्नु होला एकदम रमाइलो यो यस्तो गर्नु तर त्यो पट्याएर राख्ने यो गरेर त्यो पर्दैन कि डढिहाल्छ नि पैसा बत्तीको छेउमा पैसा उडाएर लान्छ कि तिनवटा सबै डढ्छ धेरै लाउनु पर्छ यिनीहरू त धेरै आउँछ हात निधारमा पुगेस् भाइको त त्यो 10 किलो घाम लाग्दैन नि त तर यसो लगेर अलिकति दुई चार गेडा तास्छ त भइगयो त अनि माओलीहरूको खानपिन हुँदैछ ल ल ल सबैजना भ्लगै हो How was the taste? Nice. Good. ल म पनि अब खान्छु है माथि दिने छोरी दिने फेरि ल के गर्ला खानेहरू मम्मी आउनुहुन्न घरमा कोही पनि आउँछु भन्नु बिहान गएको बुबा पनि आउनु
बिदा हुँदैछ है यहाँ चाहिँ माउली बिदा अङ्कल रमाइलो भइरहेछ नि ल ल ल ओहो अर्को खोइ बिदा भइसक्यो हामीलाई त बिदा पाइन्छ होला गाई सबै हातभरि गऱ्यो यार के खाँदै अङ्कल विनोद दाई